नमस्ते अनि स्वागत छ साथीहरू सबैलाई केही उपयोगी कुरा च्यानलमा। आज म नेपाली महाकाव्यको विकास प्रक्रिया अन्तर्गतको पनि आधुनिक काललाई लिएर यहाँहरू समक्ष उपस्थित भएकी छु र म ढिला नगरी भिडियोतर्फ प्रवेश गर्दैछु। आधुनिक काल 1956 देखि हालसम्म। आधुनिक काल उर्वर नभए पनि नेपाली महाकाव्यको प्रारम्भ र विकास काल हो। लेख्य व्याकरणको अनुशासनमा कविता लेखिनु, सौन्दर्य चेतनाद्वारा कविता लेखिनु आधुनिक कविताको विशेषता हो। यही सौन्दर्य सचेतताबाट महाकाव्यको विधागत सचेतता थालियो। नेपाली महाकाव्यको विकासलाई आधुनिक नेपाली कविताको विविध धाराहरू अन्तर्गत राखेर हेर्न सकिन्छ। नम्बर 1, परिष्कारवादी युग। क्लासिकल प्रवृत्ति अँगाल्दै आएको आधुनिकताको परिष्कारवादी धारामा मानव चेतनाको परिष्कार र काव्यकला वा शैलीमा पनि परिष्कार भएको छ। यस धाराको सामाजिक जागरणको धरणीधर र महानन्दले सम्वर्धन गरे, तर पनि यस धाराका उच्चतम कविहरूमा लेखनाथ, सोमनाथ र बालकृष्ण सम नै रहे। नेपाली साहित्यमा आएको आधुनिकता परम्परागत मूल्य र पश्चिमीकरण वा पाश्चात्य मूल्यको सम्पर्क र सम्बन्धको परिणति हो। यस सन्दर्भमा परम्परागत मूल्य र संस्कार अनि पश्चिममा नयाँ मूल्य र संस्कारको घर्षणको क्रम विभिन्न स्तरमा प्राप्त छ। संस्कृत विद्या र अङ्ग्रेजी विद्याको घर्षण प्रतिघर्षणबाट प्रेरणा लिएर साहित्य लेखन गर्ने काम समले गरे र आधुनिक नेपाली कविताको नेतृत्व गरे। लेखनाथले नेपाली काव्य सौन्दर्यलाई मूलतः पूर्वीय धारणा र भारतीय पुनर्जागरणबाट प्रेरणा लिएर स्तरीकरण गरे। आधुनिक नेपाली कविताको केन्द्रीय उपलब्धिका रूपमा कविताको स्तरीयता रहेको छ। लेख्य व्याकरणको अनुकरणबाट थालिएको आधुनिक काव्य भाषा परम्परागत र आधुनिक मूल्यको घर्षण तथा कविताको परिष्कृत सौन्दर्य चेतनालाई ग्रहण गरेको आधुनिक युगमा कविताको स्तरीकरण गरियो। लेखनाथले कविता, फुटकर कविता र खण्डकाव्यद्वारा यस धाराको सुरुवात गरे। उनका परिष्कृत कविताले समाज र मनुष्य चेतनालाई चैतन्यको स्तरमा परिष्कृत गर्ने काम गर्यो। यिनी परिष्कारवादी कविता परिष्कृत र स्तरीय होस् भन्ने चाहन्छन्। त्यसैले हडबडमा होइन, संयमका साथ कविता लेख्न चाहन्छन्। त्यसैले महाकाव्य जस्तो बृहत्तर विधामा यस धाराले धेरै पछि मात्र पाइला चाल्यो, तर फुटकर कविता र खण्डकाव्य भने लेखिए। परिष्कारवादी धाराको आधारभूत समय 1975 देखि 90, आधुनिक वा परम्परागत सङ्क्रमणकाल साथै आधुनिक नेपाली कविताको मिरमिरे प्रहर हो। सौन्दर्य सचेतताका साथ कविता लेख्न थालिएको यस अवधिमा महाकाव्य होइन, भगीरथ पुर्खाको प्रयासको रूपमा रहेको पाइन्छ। लेख्य व्याकरणको अनुकरणबाट निर्मित स्तरीय काव्य भाषा पूर्वीय र पाश्चात्य काव्य दर्शनलाई ग्रहण गर्दै विशेषतः हिन्दी र बङ्गाली काव्य रचनाको माध्यमबाट यो धारा अघि बढ्यो। लेखनाथ फुटकर र खण्डकाव्यसम्म रचना गर्थे भने सोमनाथ फुटकर कवितामै सीमित थिए। लेखनाथले नेपाली कविताको प्रथम सौन्दर्य बाटिका ऋतुविचार खण्डकाव्य दिइसकेका थिए। लेखनाथसित धरणीधर, महानन्द, भवानी प्रसाद जस्ता कविहरूका जातीय जागरणका स्वर सक्रिय भए पनि कविताको उच्च स्तरीयता र बृहत रूपतर्फ लागेनन्। यसै क्रममा परिष्कारवादी धाराका उच्चतम प्रतिभा बालकृष्ण सम महाकाव्य लेखनतर्फ चाख लिँदै आएका देखिन्छन्। बालकृष्ण सम 1959 देखि 2038, 8 वर्षको उमेरदेखि नै कविता लेखनतर्फ लागेका थिए भने करिब 18 वर्षको उमेरमा खण्डकाव्य लेखनतर्फ आकृष्ट भएका थिए। उनको कविता चेतनामा एकातिर लेखनाथीय छाप थियो भने अर्कोतिर पाश्चात्य छाप पनि थियो। उनले 1976-77 तिर एक प्रभात स्मरण काव्य लेखे, जसमा विधागत द्वन्द्व स्पष्ट देखिन्छ। कविता, नाटक तथा गद्यको विधागत द्वन्द्वमा राखिएको मूलतः शोकपाक यस अधुरो काव्यमा महाकाव्यगत आभास पाइन्छ। यसै गरी विक्रम सम्वत 1977-78 मा अन्त्यानुप्रासविहीन अनुष्टुप छन्दमा आर्यघट महाकाव्य लेख्ने महत्त्वाकांक्षी प्रयास गरेको देखिन्छ। तर 4 सर्गमा अधुरो रहेको यस महाकाव्यले समको चिसो चुलोको बीज विन्यासलाई देखाउँछ। यसले उनको परिष्कारवादी काव्य चेतना बढ्दो भाषिक आत्मअनुशासनको साथ
उक्ति वक्रता र अर्थ गौरवले परिपूर्ण शैलीगत स्वच्छन्दताका साथ अनुप्रासविहीन अनुष्टुप छन्दका प्रवाहमा बग्दो दार्शनिक भाव विन्यासले पश्चिमाभिमुखी समलाई देखाउँछ। यसको लेखनमा अङ्ग्रेजी महाकवि जोन मिल्टनको प्रभाव परेको पाइन्छ। पुनर्जागरण युगको अति स्वच्छन्दतावादी अनि नव क्लासिकल प्रवृत्तिको बीचको काव्यधारालाई समात्ने मिल्टन भएकाले समको कवितामा पूर्ण स्वच्छन्दतावादी र नव क्लासिक प्रवृत्तिको छाप मात्र हुन जान्छ। भावको हरियाली र चिन्तनको चस्को यसमा प्याराडाइज लस्टमा जस्तै पाइन्छ। यसमा समको परिष्कारवादी चेतना पनि आइरहेको हुनाले क्लिष्ट संस्कृत शब्दको प्रयोग, शब्द अलङ्कारको चमत्कृत र वक्रोक्तिको छटा मानिएको अभिव्यक्तिको प्रयोग पाइन्छ। भावको हरियाली र यौवनको अनेक कोमल आवेगको अभिव्यक्ति भएकाले यो महाकाव्य पूर्ण भएको भए महाकाव्यको नौलो दिशा देखा पर्ने थियो भने देवकोटाभन्दा धेरै अघि नै एउटा शक्तिशाली महाकाव्य नेपाली साहित्यको हातमा पर्ने थियो अनि स्वयं नै चिसो चुलोभन्दा महाकाव्यात्मक सौन्दर्यका दृष्टिले उच्च देखा पर्ने थियो। यसरी आर्यघाट अधुरै रहे पनि फेरि महाकाव्य लेखनको अर्को प्रयासको रूपमा 1978 सालमै आर्यघाट नाम राखी अन्त्यानुप्रासविहीन अनुष्टुप छन्दलाई छोडेर शार्दूल विक्रीडित छन्दमा त्यस महाकाव्यको पुनर्लेखन गर्न खोजे, तर यो पनि अधुरो रह्यो। यसरी महाकाव्य लेखनका प्रयासहरू अधुरा रहे पनि उनी कविता र नाटकको सम्झौता गर्दै कविता नाटकतर्फ आकृष्ट भए भने महाकाव्य लेखनको उनको धोको चाहिँ 38 वर्षको साधना एक प्रभात स्मरणदेखि चिसो चुलो 2015 सम्म, पछि 2015 सालमा चिसो चुलो लेखेर पूर्ण गरे। अर्थात् उनको धोको 38 वर्षको साधना पश्चात जुन उनले एक प्रभात स्मरणदेखि सुरु गरेका थिए, चिसो चुलो 2015 पछि मात्र त्यसलाई पूर्ण गरे। चिसो चुलोको आफ्नै प्राप्तिहरू र वस्तुगत समीकरण हुन नसक्नुको कारणले अप्राप्तिले समलाई असन्तुष्टि जनाएको र तातो चुलो लेख्ने धोको बढेको भए पनि लेख्न चाहिँ सकेनन्। यसरी हेर्दा नेपाली महाकाव्यको विकासमा आर्यघाट एउटा लोभलाग्दो प्रयास हो र जोन मिल्टनको प्रभाव यसमा रहनु पनि महत्त्वपूर्ण तथ्य हो। यस परिष्कारवादी युगमै भएको महाकाव्य लेखनको अर्को प्रयास सोमनाथको चन्द्रचरित 1978 देखि 82 अथवा 1976 देखि 86 हो। यसको लेखनमा तत्कालीन राणा दरबारको भारदारी बुद्धिप्रतिको प्रतिशोधले, पूर्ण परिचितले र कुलचन्द्र गौतमको अलङ्कार चन्द्रोदयको लेखनले प्रभाव पारेको छ। राममणि र हेमराज शर्माको दरबारी स्तुतिबाट हेमराजको अनुमति स्वीकार्दै लेखिन पर्ने आवश्यकताले चन्द्रचरितको निर्माण भयो। व्याकरणको पुस्तक लेखिसकेका र सुन्दरी कालदेखि नै कवित्व विकास गर्दै आएका सोमनाथले यस महाकाव्यमा पूर्वीय काव्य परम्पराबाट अनुप्राणित परिष्कारवादी चेतनाकै प्रयोग गरी लेखेका छन्। चन्द्र शमशेरको स्तुतिमा लेखिएको यो महाकाव्य चन्द्र शमशेरको मृत्यु हुँदा मात्र तयार भएकाले र भीम शमशेर चन्द्र शमशेरका अत्यन्त विरोधी भएकाले यो छापिएर बाहिर आउन सकेन। त्यसैले यसका आवश्यक अंशलाई समावेश गरी 2005 सालमा रामचन्द्रको चरित्र गायक बनेर आदर्श राघवका रूपमा सोमनाथले प्रकाशित गरे। साँच्चै भन्दा 1978 देखि 2005 सम्मको 27 वर्षको साधनाबाट निर्मित आदर्श राघवबाट सोमनाथ सन्तुष्ट देखिन्छन्। यस्तो सन्तुष्टि अरू कुनै पनि नेपाली महाकविले लिएको देखिन्न। वास्तवमा नेपाली महाकाव्यको स्वर्णकाल वा उत्कर्षकाल परिष्कारवादी वा स्वच्छन्दतावादी काल हो भने यसको सूचक बिन्दु 1977-78 नै देखा पर्दछ। चन्द्रचरित र आदर्श राघवका आफ्नै प्राप्ति छन्। नेपालप्रतिको कविको देशभक्तिको उद्गार वा भावनाको राग चन्द्रचरितमा छ। यो देशप्रतिको भावुक वा राष्ट्रिय राग आदर्श राघवमा विद्धताले खिचेको छ। कवित्वको पूर्वीय पाराको परिष्कृति र चमत्कृति चन्द्रचरितमा पनि छ, तर पाण्डित्य र कवित्व प्रतिभाको उच्च प्रयोग चाहिँ आदर्श राघवमा भएको छ। आज चन्द्रचरितको 10 देखि 18 सर्गको उत्तरार्ध भाग मात्र प्राप्य छन् र यो पुरै प्राप्त भए नेपाली महाकाव्यको इतिहासमा प्रथम मौलिक महाकाव्य हुने थियो। जे होस्, भानुभक्तको प्रयासपछि देखा परेको अर्को महत्त्वपूर्ण महाकाव्य चन्द्रचरित हो।
चन्द्रचरितदेखि आदर्श राघवसम्म पुग्दा सोमनाथको कवित्वमा भावुक हरियाली कम र विद्वता र बौद्धिकता तथा कल्पनाको संयोजन क्षमता तीव्र बनेको छ। अलङ्कार चन्द्रोदयको प्रतिस्पर्धामा लेखिएको चन्द्रचरित मौलिक महाकाव्य हो, तर यो छापिएन। चन्द्रचरितको महाकाव्यात्मक ढाँचा हेर्दा एकातिर पूर्वीय महाकाव्य लक्षणको ढाँचा छ, जुन सर्ग सर्गमा प्रस्तुत गर्ने भने अर्कोतिर ती सर्ग सर्गभित्र शीर्षक उपशीर्षक राखेर टुक्रा टुक्रामा प्रकट गर्ने मौलिक प्रवृत्ति छ। सोमनाथलाई पूर्वीय महाकाव्य लक्षण पालना गर्दै परिष्कृति दिनु छ, पाण्डित्य शिल्पको चमत्कार प्रस्तुत गर्नु छ। त्यसैले शीर्षक उपशीर्षकमा राखेर अनि सोही अनुरूप छन्दहरूको पनि परिवर्तन गरेर लेखेका छन्। चन्द्र शमशेरकालीन नेपालको इतिहास र नेपालको आधुनिक इतिहासका निर्माणका विविध पक्षहरू तथा गोर्खा राज्यको महिमागानद्वारा नेपालको प्राचीन इतिहासका कतिपय कुराहरू पनि प्रस्तुत भएकाले यो चन्द्रचरितको ऐतिहासिक अभिलेखको रूपमा आंशिक महत्ता रहेको छ। महाकाव्यगत तत्त्वको दृष्टिले हेर्दा कथानकको प्रवाह छैन, टुक्रे कथानक छ। चरित्र सृष्टिका प्रयासभन्दा वा चन्द्र शमशेरको शारीरिक चारित्रिक विशेषताभन्दा उनको जीवनी र तत्कालीन कार्यको विवरण दिएर महिमा गान गर्नमा बढी प्रयासरत छ। यसमा शब्द अलङ्कार ज्यादा र अर्थ अलङ्कार कम छ। अर्थ अलङ्कारको प्राचुर्य पछि गएर आदर्श राघवमा देखिन्छ, तर यसमा चाहिँ अर्थ अलङ्कार प्रयास मात्र छ। यसरी सम्पूर्ण ढाँचा हेर्दा चन्द्रचरित मध्यमार्गी या वक्रतामार्गी संस्कृत काव्य ढाँचामा लेखिएको महाकाव्य हो। त्यस कारणले कथानक र चरित्रको निर्माण या कविताको भावगत वैभवभन्दा वस्तुगत शिल्पबाट कविता अघि बढेको छ। कविताको सरल वा मध्यमार्गी भाव प्रदान पद्धतिभन्दा विद्वतापूर्ण भार विमार्गी पद्धतिबाट यो प्रभावित छ। शासक स्तुति र वस्तुगत वर्णनका साथै शक्तिशाली कविको शिल्पको चमत्कृति र भावात्मक प्रवाह छ। यो महाकाव्य पूर्ण रूपमा प्राप्त भएको भए भानुभक्तपछि नेपाली महाकाव्यको दोस्रो महत्त्वपूर्ण घुम्ती हुने थियो। यसले अहिले पनि नेपाली महाकाव्यको गतिशीलताको सूचना भने दिन्छ। यसै परिष्कारवादी धारामा देखा परेको अर्को रचना देवी दत्त पराजुलीको कविता गुच्छहार हो। यसको रचनाकाल सूचनाकाल 1986 मानिन्छ। प्रकाशन भने 2005 भयो। पराजुलीले यसलाई पहिलो महाकाव्य दाबी गरेका छन् तापनि यसमा कविताको प्रबन्धात्मक पक्ष कमजोर भई कविताका गुच्छा अर्थात् टुक्राहरूको हार मात्र भएको र उन्ने धागो नभएको रचना मानिन्छ। यसैले विविध विषयका कविताहरूको गुच्छा मात्र भएको तर तिनलाई अनुभूति प्रदान गर्ने प्रबन्ध सूत्रको कमी भएकाले यो महाकाव्य हुन सकेको छैन। यसै क्रममा देखा पर्ने अर्का प्रतिभा दिव्यदेव फलको शाहवंश महाकाव्य हो। यसको केही अंश बनारसबाट छापिएको तर हाल चाहिँ एक सर्ग मात्र उपलब्ध भएकाले यो अपूर्ण छ। तत्कालीन राणा राजनीतिको तारतम्यसित यसको लेखनक्रम जोडिएको छ। मोटामोटीमा परिष्कारवादी धाराले देखाएको महाकाव्य लेखनको चेष्टा र प्रयास यिनै हुन्। यस धाराका महाकाव्य लेखन अधुरो मात्र देखिन्छ। कविता गुच्छादार पूर्ण नभएर पनि महाकाव्य हुन सकेन। यो पूर्ण भएर पनि महाकाव्य हुन सकेन। परिष्कारवादी युगमा देखा परेको महत्त्वपूर्ण उपलब्धिको रूपमा सोमनाथको चन्द्रचरित देखिन्छ। यसले कविताको धर्म अँगालेको छ। पूर्ण रूपमा प्राप्त हुन नसके तापनि भानुभक्त पछिका महाकाव्य लेखनमा मौलिक महाकाव्य हुनु पनि यसको प्राप्ति हो। पछि शाकुन्तल देखा परेपछि नेपाली महाकाव्यको पूर्ण परिष्कृति र आधुनिक रूप देखा पर्दछ। यसैले नेपाली भाषाको प्रथम महाकाव्य रामायण हो। नेपाली भाषाको प्रथम मौलिक महाकाव्य चन्द्रचरित हो भने प्रथम प्रकाशित मौलिक महाकाव्य शाकुन्तल हो। रामायण अनुवाद र चन्द्रचरित अपूर्ण अनि अप्रकाशित भएकाले देवकोटाले शाकुन्तललाई नेपाली महाकाव्यको भगीरथी गङ्गा अवतरण गर्ने प्रथम प्रयास भनेका छन्। अब अर्को युग नम्बर 2 स्वच्छन्दतावादी युग। विक्रम सम्वत 1991 देखि 2016 लाई यस धाराको युग मानिन्छ।
नेपाली साहित्यमा शारदा 1991 पत्रिकासँगै एक नयाँ धाराको आगमन भयो, त्यो हो स्वच्छन्दतावाद। यस धाराको पृष्ठभूमिमा नेपालको तत्कालीन नवीन शैक्षिक वातावरण अत्यन्त प्रभावशाली रहेको पाइन्छ। नेपालको दरबार स्कुल त्रिचन्द्र कलेजको महत्त्व रहेको छ। भारतको बनारस, बिहार र उत्तर प्रदेश आदि राज्यहरूका विश्वविद्यालयहरूको ठुलो योगदान रहेको छ। विभिन्न भारतीय विश्वविद्यालयहरूमा अध्ययनार्थ जाने नेपाली नवयुवकहरू अङ्ग्रेजी, बङ्गला र हिन्दी साहित्यका समसामयिक धारासँग परिचित हुन्छन्। त्यही प्रेरणा र प्रभावमा शारदासँग नयाँ साहित्य धाराको उद्भव हुन्छ। बङ्गला साहित्यका युग प्रवर्तक कवि रविन्द्रनाथ ठाकुर अङ्ग्रेजी रोमान्टिक कविताको परम्परालाई भारतीय सन्दर्भमा नवोन्मेष दिने काम गर्दछन्। एकातिर वर्ड्सवर्थ, शेली, किट्स प्रभृतिका अङ्ग्रेजी रोमान्टिक कविहरू र अर्कातिर वेद, उपनिषद, वाल्मीकि, व्यास, कालिदास र जयदेव प्रभृतिका संस्कृत कविहरू साथै फारसी, उर्दू कविहरूलाई पचाएर कवि रविन्द्रनाथ तीन महत्तम संस्कृतिहरूको त्रिवेणीमा आफ्नो रोमान्टिक धाराको मौलिक नवोन्मेष दिन्छन्। संस्कृति अङ्ग्रेजी र बङ्गला रोमान्टिक कविताका धारातर्फ नवीन दृष्टि दिँदै हिन्दी कवि पन्त प्रसाद निराला र महादेवी वर्मा प्रभृतिका कवि प्रतिभाहरू छायावादी र रहस्यवादी कविता धाराको निर्माण गर्दछन्। उपयुक्त अङ्ग्रेजी, संस्कृत, बङ्गाली, हिन्दी, उर्दू र फारसी रोमान्टिक कविता धारासित शिक्षा अध्ययनको क्रममा ईसाको 20औं शताब्दीको 9औं दशकका नेपाली युग प्रतिभाहरू परिचित भएर नेपाली कवितामा तिनैका प्रभाव र प्रेरणाबाट नयाँ काव्यधारा स्वच्छन्दतावादको जन्म दिए। यसमा प्रमुख प्रतिभाशाली कविको रूपमा लक्ष्मीप्रसाद देवकोटा आउँछन्। देवकोटाद्वारा नेपाली कवितामा एउटा नयाँ युगको आमन्त्रण हुन्छ र उनले आमन्त्रण गरेको स्वच्छन्दतावादी धारा विक्रम सम्वत 1991 देखि 2016 सम्मको नेपाली कविताको मूल धारा बन्दछ। यस स्वच्छन्दतावादी धारा वा युगका केन्द्रीय व्यक्तित्व देवकोटा नै रहन्छन्। देवकोटा आफ्नो अङ्ग्रेजी साहित्य अध्ययनकाल 1977-78 भारतीय शिक्षण संस्था र विश्वविद्यालयका पाठ्यक्रममा समाविष्ट अङ्ग्रेजी रोमान्टिक रचनाहरूसित परिचित थिए भने स्वाध्ययन र स्वतन्त्र शिक्षण अर्थात् ट्युसनको क्रममा पनि ती रोमान्टिक कविहरूप्रति विशेष चासो दिएर पढ्थे। देवकोटा अङ्ग्रेजीका रोमान्टिक कविहरू ब्ल्याक, वर्ड्सवर्थ, कलरिज, शेली, बाइरन र किट्सका कविता र काव्य प्रणालीबाट मूलतः प्रभावित हुँदै अनि रविन्द्रनाथ ठाकुरको बङ्गला रोमान्टिक धारा तथा हिन्दी छायावादी कविता धारा तथा संस्कृतका रोमान्टिक धाराबाट पनि अंशतः प्रेरित हुँदै आफ्नो काव्य चैतन्यको क्षितिज उगार्दछन्। वस्तुतः 19औं शताब्दीमा अङ्ग्रेजी कविता कण्ठस्थ पार्ने देवकोटा अङ्ग्रेजी रोमान्टिक काव्य धाराबाट प्रेरित रहेका छन्। नेपालको उन्मुक्त राष्ट्रिय प्रकृति, तत्कालीन शासन र नवयुगतर्फको द्वन्द्व, देवकोटाको आफ्नै मानसिक रचनाले पनि उनी रोमान्टिक धारातर्फ आकृष्ट हुन्छन्। समग्रमा भन्दा अध्ययनरत प्रभावको रूपमा संस्कृत, अङ्ग्रेजी, हिन्दी र बङ्गाली रोमान्टिक कवितासँगै देवकोटाको सहचार्य र राष्ट्रिय परिवेशको रूपमा तरुण लेखनाथ, नेपाली प्रकृति र शासन अनि उनकै आन्तरिक व्यक्तित्वले गर्दा देवकोटा रोमान्टिक धारातर्फ प्रवृत्त भए र खास गरी मुना मदनको रचनापछि यस धाराको केन्द्रीय कवि बने। देवकोटाले रोमान्टिक धाराको थालनी गर्दै गरेका बेलामा परिष्कारवादी लेखनाथ र सम पनि अझ परिपक्व बन्दै थिए। यस समयमा देवकोटा र केही युवा पुस्ताहरू पनि रोमान्टिक कविता सिर्जनामा अग्रसर थिए। यस क्रममा परिष्कारवादी कविहरूले महाकाव्य लेखनमा विक्रमको 20औं शताब्दीको 9औं दशकमा हात हालेनन्। रोमान्टिक कविहरूले पनि यसतर्फ ध्यान दिएनन्। विक्रम सम्वत 2000 साल महाकाव्य लेखनका चेष्टाका दृष्टिले महत्त्वपूर्ण देखिन्छ। मुख्य रूपमा यसै वर्ष देवकोटाले महाकाव्य लेख्ने प्रयास गरे र सुषमा लोचन लेखे। यस महाकाव्यको लेखनमा त्यस बेलाको शैक्षिक उत्प्रेरणा नै मुख्य कारक बनेको थियो।
विक्रम सम्वत 2000तिर भारतको पटना विश्वविद्यालयबाट प्रधान भाषा अर्थात् प्रिन्सिपल ल्याङ्ग्वेजको रूपमा नेपाली भाषाले मान्यता पायो। यस अवस्थामा नेपालीमा पाठ्यपुस्तकको आवश्यकता अनि भाषानुवाद परिषद र नेपाली भाषा प्रकाशिनी समितिले देवकोटालाई महाकाव्य लेख्ने अभिभार सुम्पिँदा देवकोटाले सूक्ष्मलोचन महाकाव्य लेख्न सुरु गरे, तर पूर्ण हुन सकेन। यसपछि 2002 को आसपासमा माधव घिमिरेद्वारा गोविन्द महाकाव्य लेख्ने प्रयास गरियो र यसका केही अंश प्रकाशित पनि भए, तर त्यो पनि पूर्ण हुन सकेन। यो पूर्ण नहुनुमा बङ्गाली भाषामा प्रसिद्ध कवि रविन्द्रनाथको प्रभाव उनमा पर्नु हो। घिमिरे प्रारम्भमा स्वच्छन्दतावादी भाव र परिष्कारवादी शैलीलाई सन्तुलित रूपमा प्रयोग गर्ने प्रवृत्तिका थिए। उनमा रविन्द्रनाथको प्रभाव र स्वच्छन्दतावादी धाराको प्रभाव परेकाले गोविन्द महाकाव्यको लेखनले सन्तुष्टि दिएन र लेखन बन्द गरियो। यस्तै 2001तिर गुणराज उपाध्यायले कृष्ण सन्देश महाकाव्य लेख्ने प्रयास गरे। आँसु लेखन र भावको स्वस्फूर्तता प्रचुर रहेको देखाउने यो महाकाव्य सर्वप्रथम पुराणको कृष्ण कथालाई लिएर लेखिएको हो। विधागत सचेतताका साथ लेखिएको यस महाकाव्यमा व्यक्त परिवेश हेर्दा राधा र गोपिनीहरूको कृष्ण भक्तिको भाव विह्वलता र मथुरा, गोकुल, वज्र आदिका परिवेशमा स्वच्छन्दतावादी प्राकृतिक उन्मुक्तता व्यक्त भएको छ। पूर्वीय काव्यशास्त्रको शास्त्रीय परिपाटीको अवलम्बन गरेर त्यो स्वच्छन्दतावादी भाव विह्वलता उनको आँसु कवित्वद्वारा प्रकट भएको छ। जे होस्, नेपाली भाषामा कृष्ण कथालाई लिएर लेखिएको प्रथम प्रभावशाली महाकाव्य हो यो। भक्तिरसको पुनर्स्थापना गर्ने महाकाव्य छापिएन, तर यो चन्द्रचरित पछिको दोस्रो मौलिक महाकाव्य भने निश्चय नै भएको छ। हवस् त साथीहरू, आजलाई यति नै। फेरि अर्को भिडियोमा भेट हुने नै छ। यहाँहरूको दिन शुभ रहोस्। धन्यवाद।